ल हेर्नुहोस् है गाइजहरू, यो चाहिँ परम्परागत प्रविधि हो। प्रायःजसो गाउँघरमा यसरी यो पराल र यो बाबेको धागोबाट यसरी गुन्द्री बुनिन्छ। अहिलेको यो मोडर्न युगमा चाहिँ सबैजनालाई प्राय थाहा हुँदैन यो सिस्टम, किनभने यो चाहिँ एकदम परम्परागत प्रविधि हो। अहिलेको युगमा यस्तो छैन। जहाँसम्म लाग्छ हजुरहरूलाई पनि यो भिडियो मार्फत हजुरहरूले परम्परागत प्रविधिहरूको बारेमा ज्ञानहरू लिन सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। यसरी गाउँघरमा चाहिँ गुन्द्री बुनेर ओछ्याइने गरिन्छ परालको माध्यमबाट। र यो अगाडिको चाहिँ हतासो हो र यसले चाहिँ ठोकेर काठबाट बनिन्छ। यसरी ठोकेर गुन्द्री दरियो र बलियो बनाइन्छ।